साथीहरू आज चाहिँ म फेब्रुअरी 23 को बिहानको क्वेसन भन्ने गइरहेको छु। बिहान भन्नुहुन्थ्यो फर्सी फोला सायद। अनि क्वेसन चाहिँ मिठो आएछ है, मिलेको दामी खालको म्यानुफ्याक्चरको विशेष बढी फोकस गरेर सोधेको रहेछ म्यानुफ्याक्चरमा आएको क्वेसनहरू। एक नम्बरमा चाहिँ के आएछ भन्दाखेरि नि यो वेन्चो गुरो मिल्मेन अल्लिनुम मूल भनेको रहेछ। त्यहीँतिर धकेल्यो भने खोलिने ढोका। यो फेरि म्यानुफ्याक्चरमै आएको क्वेसन पनि हो है, यो विचार गर्नु होला। अनि हेर्नु त यिनीहरू यो अस्ति आइसकेको फिसाङ माङ्सी सादारीहरूको यो खुजो छाङमुनहरूको आइसकेको छ है। सिक्ताङ इरुमुन मो हेउ भनेको थिएछ। यो रेस्टुरेन्टको नाम चाहिँ के हो भनेको थिएछ। त्यहाँ रेस्टुरेन्टको केही नाम थिएछ। 3 नम्बरमा चाहिँ यो इदोङ थोङसाको आएछ के। हिजै मात्र एकजना सिस्टरले मलाई सोधिराख्नु भएको थियो है, यसको फान्दे र फिसुथान छुट्टाउनु गाह्रो हो भनेर। फान्देमा लागेछ, नेरिय गादाको ओल्ला गादा हुन्छ है। यसरी जस्तै यो यिनीहरूको यो चारवटाको चाहिँ के हुन्छ भने अगाडिको मात्र ठ्याक्कै फान्दे हुन्छ, पछाडिको केही चलाइँदैन है। जस्तै नेरिय छ भने नेरियको फान्दे के हुन्छ, ओल्ला मात्र हुन्छ, पछाडिको गादा चेन्ज हुँदैन है फान्देमालमा। त्यो याद गर्नु होला, नेरिय गादाको ओल्ला गादा भनेर आएको छ। फेरि यो अगाडिको चारवटा तो भयो, अगाडिको फान्दे मात्र चेन्ज हुन्छ है, अगाडिको ओड मात्र। फेरि यो भयो, अगाडि र पछाडि दुवैको चेन्ज हुन्छ यो पछाडिपट्टिको है। यो याद गर्नु होला, यसरी पढ्नु होला, यो इक्जाममा आइसकेको छ यो। अनि 4 नम्बरमा चाहिँ खोन्दो भनेको रिसोट हो। रिसोटको फिसुथानमा चाहिँ सुक्सो भनेर आएको छ है, खोन्दोको सुक्सो भनेर आएको छ। फेरि यहाँनिर यो होटेलहरूको यो युसु होस्टेलहरूको यिनीहरू यो फेन्सनहरूको यो औई एकदम इम्पोर्टेन्ट हुन्छ, औईमा यिनीहरू आउँछ है। अस्ति के आएको थियो, फेन्सन आएको थियो, अनि गुसिवनको आएको थियो सस्तो होटलको, अनि अपार्टमेन्टको आएको थियो। यिनीहरू औईमा आउने हो विशेष गरी। यहाँ चाहिँ खन्गेनुनमा आएछ। 5 नम्बरमा चाहिँ फेरि पनि ग्राफको आएछ है। त्यसपछि 6 नम्बरमा चाहिँ फिनखाने आएछ। छनुन छुक्कुरुल छु हामीदा, म चाहिँ फुटबल मन पराउँछु खुरेस डडडट थियो अरे। अनि त्यसपछिबाट एन्स खाइ भामिदा भन्दै रहेछ। छुक्कु थुङ होए हुन्छ है, फुटबल क्लबमा चाहिँ जोइन गरे दर्ता गरे भनेको रहेछ एन्सरमा। यो थोङ होएको अस्ति मोसे थ्यान आएको थियो, अहिले फिनखानेमा आएछ। हेर्नु त, त्यही ओडाहरूलाई घुमाइ हरेक ठाउँमा युज गर्छ क्या। अनि अर्को पनि फिनखाने आएछ, इरुल हादागा थाच्छस यो है, काम गर्दा गर्दै चोट लाग्यो। अनि यनगुरुल मलमलाई चाहिँ डडडट भनेर थियो अरे। फेन्दुरुल फुच्छस यो, फेन्दुलाई टाँसे भनेको रहेछ। एन्सरमा चाहिँ फारुगो भनेको रहेछ, दलेर मलम दलेर चाहिँ फेन्दुलाई चाहिँ बेन्डिसलाई चाहिँ टाँसे भनेको रहेछ। अनि अर्को हेर्नु त 8 नम्बरमा ख्यङ्गो फेजीको अस्ति मेनुमा आएको पनि हो है। यसको औई सोधेको थियो, फेरि पनि सोधेछ। यो 53 च्याप्टरमा जानु हो भने भेट्नुहुन्छ, यो ख्यङ्गो फेजीको हेडिङ नै हो। अर्को औईमा चाहिँ वेसाए सेङसान दोइनुन इरुल हामीदा, कम्पनीमा चाहिँ उत्पादन गर्ने काम गर्छु। सेङसान दोइन उत्पादन गरेको मुलगनुल सामानहरूलाई चाहिँ छोउन फाङ्बो पुरो हैन, राम्रो तरिकाद्वारा चाहिँ केजिजी आन्दोरोग नफुट्ने गरी चाहिँ नारुमिदा ओसार्छु भनेको रहेछ। यसको एन्सर चाहिँ उन्मान छागप रहेछ। अनि अर्को खन्छोको पनि आएको छ है औईमा। अर्को औई पनि रहेछ, होइसाइरुल हाल्दे, कम्पनीमा चाहिँ काम गर्ने बेला कोमकोम हे हामीदा होसियारीपूर्वक गर्नुपर्छ। आमुरी थेमेन आन्दोय हो भनेको रहेछ, जता पाए त्यतै छुयो भने हुँदैन भनेको रहेछ। एन्सरमा चाहिँ सिल्सु भनेर आएको रहेछ, सिल्सु भनेको गल्ती। खन्गेइनुनमा चाहिँ फिरियो खरुम दिएर मिल्ने एन्सर चाहिँ मोजोङको थिएछ, बिरुवाको। अनि लिसनिङमा चाहिँ नर्मल आएछ, त्यो ओर्तिर दुप्ले आने रहेछ। इसा इहा र इजाको आएछ। इसा भनेको बसाइ सर्नु, इहा भनेको भन्दा कम, इजा भनेको ब्याज हो, इसा थिएछ एन्सर। अनि 22मा फाल्जनको थिएछ उच्चारण गरेको। 23मा ओरीको पिक्चर आएछ हाँसको। 24मा थुरकको आएको छ है, ट्रकको आएको रहेछ। यो चाहिँ थम्पु थुरक हो। यो 43 च्याप्टरको कुनै पनि बाँकी छैन, मैले अस्ति पनि भनेको छु, सबै छ, हरेक किसिमले आएको छ, हरेक किसिमले आएको छ। जस्तै लास्टको एउटा अलिकति तपाईँहरूलाई थाहा नहुने तरिका भनेको नि, फोजाङ छाङबी भनेको पिचिङको काम भयो है। खन्गे नुनमा आएको छ क्या यसरी, फोजाङ छाङबी दिएर तलको खुरेइद अनि रोल्ल यसरी दिएको छ। यसरी पनि कण्ठ पार्नु होला, मैले भनेको पनि छु अगाडि। यो फोजाङ छाङबी पनि याद हुनु पर्यो। अनि यो भित्र कुन मेसिन पर्छ, अनि त्यसले के काम गर्छ सबै थाहा हुनुपर्छ है। यसरी सोधिसकेको छ इक्जाममा।
त्यसपछि 25 मा चाहिँ सेताक्सिल अदिएसुमिक्का भनेको थिएछ। 26 मा चाहिँ त्यो यता एन्सर राखिदिएको हुन्छ है ब्लाइन्डमा, अनि यो फेरि उसले भनिदिन्छ एन्सर आफूले भर्नुपर्ने के। जस्तै यो चाहिँ मैले यस्तो बनाएको हो, यो टाइपको आएको छ भनेर देखाउनुलाई। त्यो लिसनिङ चाहिँ कस्तो हुन्छ भने नि, जस्तै एन्सर चाहिँ वान्जन मिल्ने हुन्छ है, यता चाहिँ उसले वान्जन नै भन्छ एकैचोटिकै लिसनिङमा, वान्जन हारियगो उनेङ्गे खामिदा भन्छ क्या यसरी। हौ यो टाइपको मैले देखाउनुलाई मात्र बनाइदिएको हो। 28 देखि 35 सम्म चाहिँ सिधै ब्लाइन्ड क्वेसन आएछ है। अनि त्यहाँबाट 39 मा चाहिँ वे थोमाथोरुल नुत्के ताया हामीदा भनेको रहेछ। किन टमाटर चाहिँ ढिलो टिप्नुपर्छ भनेको रहेछ थोमाथो चाहिँ। अनि यता त्यो टाइपको डेफिनेसन र एन्सरमा चाहिँ खेदरुल सालसाल हेस भनेको रहेछ क्या, ऋतु चाहिँ एकदम चिसो भएर भनेको रहेछ एन्सरमा चाहिँ। अनि 40 मा चाहिँ 45 च्याप्टरको यो उल्थारी माङ्गुल सल्छी आधा भन्छ क्या, यो तारजाली जडान गर्नु, यो यसको बारेमा लङ क्वेसन आएछ के। यही लामो क्वेसनमा आएछ। यो थेवालाई मजाले सुनेर जानु होला। थेवा इलको आएको छ। यो भन्दा अगाडिको इक्जाममा मेनुमा जस्तोको जस्तै आएको थियो, फेरि पनि आएछ। उहाँले उल्थारीमाङ सल्छी आधाको बारेमा भनेको थियो भनेको छ, तारजाली जडान गरेकोमा लामो क्वेसनमा आएको छ है 40 नम्बरमा। र साथीहरू क्वेसन यति हो, तर क्वेसन मिठो खालको रहेछ। फिगियो सिगियो केही दिएन रहेछ है। ग्रामरहरू पनि नर्मलै आएको छ। त्यस्तै हो। फेरि हिजो अलिकति टाइट आएको थियो, कहिलेकाहीँ त्यस्तै हो। कहिलेकाहीँ फिगियो गरेर आउँछ, कहिलेकाहीँ त्यस्तै नर्मल सोधिरहेको हुन्छ है। ल मजाले प्रिपेयर गर्नु होला। 23 को आइहाल्यो, अब 24 को अब भराइतिर भेटायो भने फेरि म लगाइहाल्छु है। अब धेरै दिन छैन है, 37,500 जति मान्छे छ होइन। अब 8,000 जनाले सक्यो भनेपछि अब कति पनि छैन, अब केही समय मात्र हो। घोटिएर मेहनत गरेर लाग्नु, अतालिएर डराउनु चाहिँ भएन। तर एकदम सही तरिकाले पोजिटिभ लिएर पढ्नुहोस्, राम्रो हुन्छ। ह्याभ अ गुड डे सबैजनालाई, इक्जाम दिने साथीहरूलाई अल द बेस्ट है त।